त्यही हो लगाएर नि हेरौँ है। यसको चाहिँ हो यो सजिलो रहेछ कि मैले चाहिँ अहिले चाहिँ म रुममा जाँदैछु। कलेज गएर बिहानको टाइममा थियो, आज फर्किँदैछु। अनि अब त्यही नै भइरहेछ कि बिहान गयो फर्क्यो रुममा बस्यो पकायो खायो, यताउति बाहिर निस्किने मौका नि त्यस्तो केही मिलेको छैन। त्यही भएर कन्टेन्ट नि खासै केही भएन। अब चाहिँ यो कलेजको टाइम सकिएपछि बिदामा चाहिँ हल्का अलिअलि घुम्न जानुपर्छ। अलिअलि कतै कतै गएर भिडियो बनाउने सोचिरहेको छु। अहिले चाहिँ घुम्न जाँदैछु। म अहिले चाहिँ रुममा आइसकेँ। अनि मैले चाहिँ पहिले अर्डर गरेको थिएँ सिनबाट एउटा क्याप। अब फेरि लाउनुहुन्छ नि त, क्याप लगाइरहन्छु मैले चाहिँ। त्यही भएर क्याप चाहिँ आएर चाहिँ खोलेर हेरौँ है कस्तो रहेछ। क्याप यही हो। खोलिसकेँ मैले चाहिँ बाहिरको। ल यही हो, लगाएर नि हेरौँ है। लगाएर नि हेरौँ है त कस्तो देखिन्छ। कसरी हेरौँ न। कलर चाहिँ ब्ल्याक होला किनेन, अर्को हो। ठिकै छ ल, साइज पनि ठिकै छ। अनि यसको चाहिँ हो यो सजिलो रहेछ कि मैले चाहिँ कस्तो भन्दा लगाउँदा त लगाउने भइहाल्यो, नलगाउँदाखेरि ब्यागहरूमा राख्न नि सजिलो होस् भनेर कि। अब यसको छैन नि त यो, अब यस्तो डाइरेक्ट छ, यो अप्ठ्यारो नि हुन्छ ढिलो नि हुन्छ। यो चाहिँ अब प्याट्टा गरेपछि त्यस्तो खालको यो सजिलो नि रहेछ। ल क्याप पनि अब लाग्यो नयाँ क्याप। अब चाहिँ खाना खानु पऱ्यो, भोक लाग्यो। आजलाई यति नै, चियर्स।